अहिले त हामी त आएको कहाँ भने के रहेछ तामापछि पुगेर आएको है अहिले फरिबोट आइदिनु लाग्यो भात खाएर आएको भात मासु भात खाएर आएको हामीले सबै बन्द भइसक्यो पसलहरू बाटोमा एकदम केरा जाँदैछौँ हामी यहाँ गाइस के छ यहाँ खासै यो त फेरिन लाग्ने ल भयो दाम रातारात भ्लग गरेर हिँड्नु परिरहेको छ एकदम सपोर्ट गरिदिनु पऱ्यो अलिकति भने माया देखाइदिनु पऱ्यो सपोर्ट गर्नु पऱ्यो ढुङ्गे धारा अनि रातारात घर घर चोरी गर्ने गाइड चोरी गर्ने एकदम बाटोमा रास्तामा अहिले बिच रास्तामा डन आफै हामी नै नाइके भएर हिँडिरहेको छ यहाँ कहिलेको डनै भयो अलिक रसी खाएर सबैजना डन भन्ने जस्तो म डनै भएर हिँडिरहेको गाइड उता कुकुर छ कुकुर हो सडीलाल कुकुर ओ हुन्छ ओइ आँखा बजिरहेको यार रातारात एकदम हिल हालेर गर्दैन किस गरेर झाल्न दियो हामी आफ्नो बाटोमा एकदम तपाईँ हेर्नुहोस् न हामीले हिँडौँ अन्तिमसम्म हेर्नु होला नदेखाउनु होला एक दुईजना उठाउँ भनेको खासै पाउँ जस्तो लागेन नेक्स्ट टाइम अब अहिलेलाई चाहिँ उठाउन सकिँदैन जस्तो छ पछि त अब उठाउने अहिले नउठाउने पछि त उठाउँछ गाइस अब भेटौँला अर्को नेक्स्ट अर्को भ्लगमा।